आज चाहिँ म तपाईहरुलाई प्रेरणागत भनाइ तथा विचारहरूको बारेमा केही थट्सहरू बताउन गइरहेको छु। जीवन बदल्ने हृदयस्पर्शी भनाइहरू लिएर उपस्थित भएको छु। यहाँहरू सम्पूर्णमा नमस्कार, स्वागत छ मेरो यस नयाँ भिडियोमा। साथसाथै जीवन बदल्ने हृदयस्पर्शी भनाइहरू लिएर तपाईहरुमा आज उपस्थित भइसकेको छु। कृपया भिडियो हेरेर साथ दिनुहोला है त। सकेसम्म भिडियोलाई पुरा हेरेर साथ दिनुहुनेछ भन्दै म भिडियोलाई अगाडि बढाउन चाहन्छु। जो व्यवहार तपाईलाई अरूले गरेको मन पर्दैन त्यो व्यवहार कहिले पनि अरूलाई नगर्नुहोस्। दान कर्तव्य हो भन्ने बुझेर कुनै पनि शंका बिना कुनै गरिब व्यक्तिलाई दिनुहुन्छ भने त्यही नै सच्चा दान हो। जीवनमा सबै कुरा अन्त्य भयो भनेर निराश हुनुभन्दा सधैँ नयाँ सुरुवात तपाईको पर्खाइमा रहेको हुन्छ। जो व्यक्ति क्रोधले भरिएको हुन्छ उसको मनमा एक भ्रम पैदा हुन्छ र उसको बौद्धिक शक्ति पनि नष्ट हुन्छ। त्यसपछि बिस्तारै बिस्तारै उसको पतन सुरु हुन्छ। यदि तपाई आफ्नो जीवनमा खुसी हुन चाहनुहुन्छ भने तपाईले त्यो चीजमा ध्यान दिनुहोस् जुन चीजले तपाईलाई सधैँ खुसी प्रदान गर्दछ। जीवनमा सबै कुरा अन्त्य भयो भनेर निराश हुनुभन्दा पहिला यो कुरा याद गर्नुहोस् कि सधैँ नयाँ सुरुवात तपाईको पर्खाइमा रहेको हुन्छ। यदि तपाई आफ्नो जीवनमा खुसी हुन चाहनुहुन्छ भने तपाई त्यो चीजमा ध्यान दिनुहोस् जुन चीजले तपाईलाई सधैँ खुसी प्रदान गर्दछ। जो व्यक्ति क्रोधले भरिएको हुन्छ उसको मनमा एक भ्रम पैदा हुन्छ र उसको बौद्धिक शक्ति नष्ट हुन्छ। त्यसपछि उसको बिस्तारै बिस्तारै पतन सुरु हुन्छ। रुन बन्द गर्नुहोस् र आफ्नो परिस्थितिसँग लड्न सिक्नुहोस्। जीवनमा सबै कुरा अन्त्य भयो भनेर निराश हुनुभन्दा पहिला यो कुरा याद गर्नुहोस् कि सधैँ नयाँ सुरुवात तपाईको पर्खाइमा रहेको हुन्छ। यदि तपाई आफ्नो जीवनमा खुसी हुन चाहनुहुन्छ भने तपाईले त्यो चीजमा ध्यान दिनुहोस् जुन चीजले तपाईलाई सधैँ खुसी प्रदान गर्दछ। जो व्यक्ति क्रोधले भरिएको हुन्छ उसको मनमा एक भ्रम पैदा हुन्छ र उसको बौद्धिक शक्ति नष्ट हुन्छ। त्यसपछि उसको बिस्तारै बिस्तारै पतन सुरु हुन्छ। रुन बन्द गर्नुहोस् र आफ्नो परिस्थितिसँग लड्न सिक्नुहोस्। जीवन न त भविष्यमा छ न त अतीतमा, जीवन त बस यही पलमा छ। दान कर्तव्य हो भन्ने बुझेर कुनै पनि शंका बिना कुनै गरिब व्यक्तिलाई दिनुहुन्छ भने त्यही नै सच्चा दान हो। जो व्यवहार तपाईलाई अरूले गरेको मन पर्दैन त्यो व्यवहार कहिले पनि अरूलाई नगर्नुहोस्।